साथीहरु स्वागत छ तपाईलाई पदम मोटो ब्लगमा हैन। आज फेरि इन्ट्रेस्टिङ अनि मिठो ब्लग लिएर हैन। आज पनि म एउटा मिठो ब्लग लिएर आएको छु हैन। तर पनि त्यो ब्लग चाहिँ यही श्रीनगर नै हो। पहिला पनि श्रीनगरकै थियो तर अहिले पनि श्रीनगरको। तर यसमा ट्विस्ट चाहिँ के छ भने आज म फर्स्ट टाइम हैन ड्रोन उडाउन गइरहेको। ड्रोन हामीले चाहिँ ड्रोन लिएको हैन। उडाउन पनि पाएको थिएन राम्रोसँग। मैले नि सक्थेन, सागरले चाहिँ उडाइरहेको थियो पहिला हैन। मैले चाहिँ गराएको थिएन नि त। तर आज चाहिँ फर्स्ट टाइम आज म पनि हैन फर्स्ट टाइम एक्सपिरियन्स लिन्छु हैन कस्तो हुन्छ हैन। मैले पनि उडाएको थिएन। तर इन्ट्रेस्टिङ भनेको आजको भनेको के छ, आजको इन्ट्रेस्टिङ भनेको ड्रोन उडाउँदैछु म हैन। अनि अझै अर्को कुरा इन्ट्रेस्टिङ के छ, आज चाहिँ हामी घुम्न जाँदैछौँ। त्यो ब्लग पनि मिठो अनि राम्रोसँग नाइट सिनमा हैन बब्बाल लिएर बनाउने छु हैन। आज पनि कस्तो एक्साइटिङ टाइपको लागिरहेको मलाई हैन, किनकि ड्रोन उडाउन हैन फर्स्ट टाइम ड्रोन उडाउन पाइरहेको नि त आज। अनि लेट्स सी त्यो पनि देखाउँछु हैन। ड्रोन उडाएको कस्तो गर्छु के गर्छु भनेर त्यो पनि देखाउँछु हैन। अनि मसँग चाहिँ छ हैन मेरो साथी सागर बिना चाहिँ ब्लगको स्टार्टिङ नै छैन। एभ्रीवान अब आइसकेको छु म मेरो साथीको ब्लगिङमा हैन। स्वागत छ दिलदेखि, माया चाहिँ गर्नु होला हैन। अब त्यही नै हो, हेरेको साथीहरूले चाहिँ अब आफ्नो साथीभाइहरूलाई चाहिँ हल्का सेयर गरिदिएर हैन मोटिभेट दिनुहोस् हैन। अब यस्तो एउटा हजुरको लाइकले एउटा कमेन्टले चाहिँ हामीलाई चाहिँ धेरै मोटिभेट मिलेछ। अब मेहनत त कति गरेका छौँ, अब त्यही नै हो। अब हजुरले बुझ्नु पर्यो, त्यही नै हो। म चाहिँ अब धेरै बोल्दिनँ, पदर म धेरै बोल्छु फेरि हैन। सो त्यही नै हो। आज चाहिँ अब हाम्रो चाहिँ एकदम खुसी लाग्छ हैन। हाम्रो चाहिँ अब पहिले आफूले काम गरेको ठाउँमा हैन, म चाहिँ पहिला यहाँ गरेको थिएँ नि त। सो त्यति बेला चाहिँ साथी र मेरो चाहिँ हल्का डिस्टेन्डिङ थियो कि त्यति बेला, यो उता थियो म यता थिएँ। तर ठिक छ हैन। सो त्यही नै हो। अब हामी चाहिँ अब मामाकोमा चाहिँ आएको छौँ हैन। अहिले चाहिँ दाइहरू पनि आउँदै हुनुहुन्छ, हाम्रो चाहिँ दाइको वेट गरेर आएको छ। र अनि अर्को कुरा फेरि हामी चाहिँ आज हामीले चाहिँ अब अहिले चाहिँ हामी अब घुम्न पनि जाँदैछौँ होइन। त्यसको लागि पनि अब घुम्न पनि जाँदैछौँ, त्यो अब नेक्स्ट लेभलै भइसक्यो होइन। अब अहिले चाहिँ हामीले चाहिँ उडाउनेछौँ ड्रोन, र मेरो साथीले चाहिँ उडाउँदैछ। हातमा रिमोट हेर्नु पहिला कसको हातमा छ होइन। अब रिमोट हातमा भइसकेपछि चाहिँ सके गर्ने होइन। सो त्यही नै अब चाहिँ क्यामेराम्यान चाहिँ म गर्दैछु होइन। र हाम्रो उडाउने फाइनली गाइस आज चाहिँ देख्न सक्नुहुन्छ मेरो हातमा ड्रोन छ होइन। आज चाहिँ म फर्स्ट टाइम चाहिँ म ड्रोन उडाउन गइरहेको छु होइन। आज फर्स्ट टाइम भनौँ, अब पहिला चाहिँ उडाएको थिएन होइन। अहिले नि फर्स्ट टाइम हो। तर अहिले पनि कस्तो हुन्छ के हुन्छ होइन सबै चाहिँ म चाहिँ भिडियोद्वारा देखाउँछु। आजको मेरो भिडियोग्राफर चाहिँ हुनुहुन्छ सागर सर होइन। तर आज फर्स्ट टाइम ड्रोन उडाएर म देखाउन गइरहेको छु। लेट्स सी होइन। ल अब चाहिँ यहाँ चाहिँ गइसकेको छ ड्रोन। अब ड्रोन चाहिँ अब यस्तै हो क्या, फर्स्ट टाइम गरेको होइन। अहिले चाहिँ माथि कमेन्ट छोडे अब बल्ल होइन। अहिले पनि जाएर अर्किरहेको होइन। फर्स्ट टाइम मलाई नि आउँदैन त्यति राम्रोसँग होइन। त्यही हो, हामीले चाहिँ अब सिक्नको लागि हो क्या ल्याएको क्या। अहिले चाहिँ सिक्नलाई भनेर चाहिँ लिएर आएको होइन। सिक्नलाई चाहिँ भनेर लिएर आएको। यतिको चाहिँ कन्फिडेन्स चाहिँ लाग्छ आफूलाई छुन मानि पाएँ होइन राम्रोसँग होइन। त्यही नै खुसी लाग्छ। अब सागर सरले त बरु अलिकति पनि जान्नु भएको होइन। तर मलाई चाहिँ राम्रोसँग आउँदा नि आउँदैन फर्स्ट टाइम होइन। अब एकचोटि चाहिँ त्यस्तै भयो। अब फेरि चाहिँ म उडाउँछु होइन। मैले भन्दा नि यो पनि उसमा आउँथ्यो भनेर है त एकचोटिलाई यो नै आउँथ्यो। खतरा नाच है त खतरा। ल ल ल उडा ल अब माथि ट्राई गर है उडाउन। माथि चाहिँ जान्न क्या यो अब यस्तै हो। अब ब्यालेन्स मिल्दैन कि के मिल्दैन खै त्यो चाहिँ थाहा भएन होइन। हामीलाई त्यति अनुभव पनि नभएर हुनसक्छ सायद होइन। अब ड्रोनलाई मात्र दोष दिनुपर्ने नि कुरा छैन कि। अब किनभने आफूलाई चलाउन आउनु होइन के गर्ने। अब साइड बोले नि हो। ल उडा वाह 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 लैंड कर लैंड 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 बस बस बस
ल साथीहरु अहिले चाहिँ खतरा उडाइदिएर यार एकचोटी चाहिँ मिठो भयो हैन ल्यान्ड गर्दा चाहिँ खतरा उडाइदियो रहेछ यो साथीले त्यहाँ चाहिँ गएर ल्यान्ड गर भनेपछि चाहिँ तल आयो त्यहाँ के ल्यान्ड पनि भएको फेरि होइन हेर्न सक्नुहुने चाहिँ खतरा ल्यान्ड गरौँ होइन ल तपाईँलाई म देखाउन नि देखाउँछु अहिले फेरि भिडियो फेरि उडेर फेरि होइन सुधारो भनेर भन्नुहुन्छ यहाँ नै हेरेर सक्नुहुन्छ ट्याक्क ल्यान्डिङ पनि राम्रो ठाउँमा गरेको केटोले होइन बल्ल अब हामीले चाहिँ त्यही नै हो एकचोटी चाहिँ बल्ल एकचोटी चाहिँ राम्रोसँग उड्यो उड्यो है भन्ने जस्तो चाहिँ भयो होइन नत्र चाहिँ त्यो यति जान्थ्यो तर फेरि पनि आउँथ्यो अन्त ल्यान्ड पनि भयो राम्रोसँग लाइट हेर्नु लाइट उडा उडा माथि 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 गर बस 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 ल साथीहरु मिठो साथीहरु गाइस फर्स्ट एक्सपिरियन्स भने नि हैन ड्रोनको चाहिँ अहिले चाहिँ एकदम मिठो लाग्यो हैन उडाउन चाहिँ आफूलाई जसलाई पनि रहर लाग्छ हैन तर पनि मलाई नि एकदम फर्स्ट टाइम एक्सपिरियन्स थियो अब पहिला चाहिँ बिग्रियो थोरै चाहिँ अलि थोरै भए पनि उड्यो हैन अहिले चाहिँ फेरि थोरै भए पनि उड्यो हैन यही हो अब चाहिँ हामी थोरै अब टिकाको लागि भने पनि जेको लागि भए पनि हल्का थोरै रिल्सहरु बनाउँछौँ हैन अब यस्तै त हो अब कहिले कहाँनिर गएर फुट्छ थाहै छैन अब यस्तै त चलिरहेको सबै त्यही भएर पनि हैन अनि अरू चाहिँ के भन्न चाहन्छु भने म यो मेन ड्रोन उडाउने होइन सब क्रेडिट चाहिँ होइन मेरो साथीलाई चाहन्छ होइन किनभने उसको चाहिँ इन्ट्रेस्ट थियो नि त ड्रोन ल्याउने मलाई चाहिँ राम्रोसँग थाहै पनि थिएन यस्तोमा म अब त्यति गर्दैन टिकटकको लागि चाहिँ म इन्ट्रेस्ट गर्थेँ होइन मलाई भ्लगमा यति इन्ट्रेस्ट गराएको नि उसले हो होइन उसले गर्थ्यो मैले नि इन्ट्रेस्ट होइन उसले खोलिदिया च्यानल खोलिदिएको पनि उसैले हो भ्लग गरेर पोस्ट गर्ने पनि उयो तर एकदम बेस्ट वान अफ द बेस्ट होइन सब कुरा चाहिँ उसले गर्दा मेरो सक पनि पुरा भयो नि त त्यही नै हो होइन फाइनली साथीहरू हामी चाहिँ अब तपाईँलाई थाहै हो धेरै कुरा म गर्दैन होइन अब बच्चैदेखि सँगै भएको अहिले पनि मान्छेहरू चौकी पर्छ कि अहिले जुन हामीले काम गर्छौँ नि अब दाइहरूले पनि भन्नुहुन्छ कि लाइक अब त्यो यति साह्रो मिल्ने यताउता अब त्यहाँ कुराहरू चाहिँ धेरै छ अहिले म चाहिँ भन्न चाहेँ होइन सो त्यहाँनिर साथीहरू अब ब्लगिङ बनाइन्छ दुइटा भएपछि सजिलो पनि हुन्छ अब यसलाई पनि अब हल्का पहिल्यैदेखि नि भनिरहेको थियो यताउता इन्ट्रेस्टिङ अब मोबाइलको कमजोरीले गर्दा साथीहरू अब मोबाइल भन्नुहुन्छ भने पर अहिले पनि मेरो पनि केही छैन होइन क्वालिटी हजुरलाई देख्न सक्नुहुन्छ यदि अब भनेको जस्तो सोचेको जस्तो भएको क्वालिटी त के ल्याउन मन छ होइन यस्तो के अब लाइन नै मेरो छ सपनाहरू त कति छ कति तर भाग्यले साथ मात्र नदिएको भाग्यले साथ नदिए पनि हार चाहिँ कहिले मान्ने छैन किनकि जे गर्नु छ म आफैले गर्नु छ वाह वाह है यो चाहिँ लाइनहरूको लागि ल त्यही भएर साथीहरू होइन अब हाम्रो सपनाहरू चाहिँ धेरै छ हाम्रो सपनाहरू चाहिँ अब साथीहरू धेरै छ होइन सो अब बिस्तारै चाहिँ सकहरू नि पुरा आउँदैछ अनि यस्तो अब आज चाहिँ अब यस्तो भयो कि धेरै अब काम पनि कामको काम त्यस्तै भएको थियो अब छुट्टी पनि अब मिलाएको थिएन आज चाहिँ यस्तो छुट्टी मिलाएर आएको छौँ अब ड्रोन चाहिँ अब टाइम पनि वेस्ट गरिसक्यो यहाँको लागि चाहिँ अहिलेको लागि चाहिँ यति नै होइन अब यहाँको लागि चाहिँ ड्रोनहरू बाँकी अरू चाहिँ म पहिले पनि देखाइसकेको थिएँ अब यहाँ ड्रोन छ उडाएको मात्र म देखाउन चाहन्थेँ होइन फर्स्ट टाइम ड्रोन उडाएको मात्र यहाँनिर बेस्ट ठाउँ थियो नि त यहाँ पनि आइएको थियो टाइम पनि आएको थियो छुट्टी पनि आइमिरहेको थियो अनि त्यही भएर चाहिँ होइन यहाँको लागि मात्र यहाँको ट्रिप थियो ड्रोनको लागि होइन तर अब यो पनि भइसक्यो अब चाहिँ एक दुईवटा रिल्सहरू बनाउँछौँ र अझै बाँकी छ भ्लग चाहिँ कन्टिन्यू दिन्छु म होइन अझै यसपछि चाहिँ हामी घुम्न जाँदैछौँ यहाँको अहमदाबादको एयरटेल ब्रिज भन्ने ठाउँमा आज चाहिँ हामी घुम्न जाँदैछौँ त्यहाँको चाहिँ अब त्यहीँनिर भेटौँला अहिलेलाई चाहिँ A few moments later.
फाइनली साथीहरू अब चाहिँ अघि नै भनिसकेको थिएँ हामी कहाँ जाने के गर्ने भनेर चाहिँ मैले भनिसकेको थिएँ होइन। हामी चाहिँ मेन आउने भनेको चाहिँ एयरटेल ब्रिज होइन। आज चाहिँ घुम्नको लागि प्लानिङ बनाएको चाहिँ एयरटेल ब्रिजमै थियो। अनि कागडिया थियो, त्यो चाहिँ अब त्यसै भयो होइन। अहिले चाहिँ हामी देख्न सक्नुहुन्छ कहाँ एयरटेल ब्रिज बेस्ट सिनको लागि होइन, ब्याकअप सिन होइन, अगाडिको लागि पछाडिको लागि आई एम एक्साइटिङ यार। अझै नाइट भ्यू ल्याउनु त बाँकी नै छ। मैले अगाडि पनि भनिरहेको थिएँ पहिला ड्रोन सुट लिएर आउँछौँ होइन, ड्रोन उडाएको। अनि त्यसपछि चाहिँ बल्ल एयरटेल ब्रिज। अहिले फाइनली एयरटेल ब्रिज पनि आइसक्यौँ होइन। यसलाई रिभर फ्रन्ट पनि भन्छौँ होइन, भोपाल छ होइन, बाहिरको अगाडिको होइन, सबै पछाडिको नि होइन, पछाडिको भ्यू होइन। यो चाहिँ पछाडिको बेस्ट सिन होइन। यता चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ एकदम वान अफ द बेस्ट 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 सिन होइन। ल साथीहरू गाइज देख्न सक्नुहुन्छ पछाडि छ होइन एयरटेल ब्रिज यहाँनिर होइन। आउने एकदम 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 ठुलो ठुलो थियो नि त, र अब त्यसले गर्दा नि भइरहेको थिएन। सो देख्न सक्नुहुन्छ हामी चाहिँ होइन सबै दर्शकहरूको रियाक्सन अनि हेर्न सक्नुहुन्छ। अनि हामी आउन खोजिरहेको थियौँ पहिलेदेखि, न छुट्टी मिलिरहेको थिएन केही होइन। आज चाहिँ बेस्ट 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 उता गएको छ हाम्रो वाटरफल होइन। अनि यता यो रिभर फ्रन्ट भइरहेको सबै मस्त होइन। अझै नाइट सिन आउँछ है, नाइट सिन बवाल आउँछ। यसको लागि चाहिँ अझै तयारी होइन, अझै सिनेमेटिक सर्टहरू भयो होइन। सबै चाहिँ फिक्स लाइटिङ भयो यो रिभर फ्रन्टमा गएर। अनि फ्लावर छ अझै बाँकी नै छैन त, बेस्टको लागि अझै अझै गएको छ होइन। फाइनली गाइस साथीहरू देख्न सक्नुहुन्छ होइन। हामी चाहिँ अहिले फ्लावर सपनिर आइसकेका छौँ। यो चाहिँ फ्लावर सप हो होइन। अनि यत्रो बेर हामी ब्रिज एयरटेल ब्रिजको साइडमा घुमेर होइन अहिले चाहिँ फ्लावर सप भन्दो रहेछ यहाँनिर चाहिँ आइसकेको छौँ। यहाँ त एकदम इमेजिन छोडेर जाने मन नै लागेन होइन। ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हजुरहरू होइन। यो चाहिँ यहाँको ब्याक साइड होइन, वाटरफल यहाँनिर वाटरफल देख्न सक्नुहुनेछ होइन। यो त पर लाइटिङहरू पनि छ होइन, लाइटिङहरू पनि दिन जानुपर्ने हुन्छ। अनि होइन यहाँको वाट्स चाहिँ इमेजिन भ्यूनिर रहेको छ होइन। सो अरू अझै छ यहाँनिर अरू पनि छ होइन, जस्तै फ्लावर सपहरू भयो होइन। अनि एयरटेल ब्रिज मेन लाइटिङ सिन एयरटेल ब्रिजको ल्याउनु बाँकी नै छ होइन। अहिले चाहिँ बाँकी फ्लावर सपको मात्र लिएर बेस्ट लाग्छ होइन। एकदम राम्रो छ होइन। सागर सर चाहिँ हो त्यहाँनिर बसिरहनु भएको होइन। अहिले चाहिँ म यतानिर आएर गइरहेको, सागर सर उता हुनुहुन्छ होइन। यो चाहिँ यहाँको सिनहरू द बेस्ट पारिसम्म हेर्न सक्नुहुन्छ होइन। यहाँको चाहिँ अन द वाचको एयरटेल ब्रिज लङ टाइम पछि होइन भर्खरै नास्ता गरेर फ्लावर सपमा आइसक्यौँ। अरू त त्यस्तो बेटर लागेन होइन। यो चाहिँ वान अफ द बेस्ट लाग्यो होइन। अहिले नाइट सिन पनि लाइट सिनहरू लिने भन्ने विचारमा हो होइन। लाइट सिन भयो यता यो भयो होइन। सबै फ्लावर सपको सबै लिएर देखाउँछु म चाहिँ होइन। सबै एकचोटि चाहिँ फेरि रुममा पनि जानुपर्ने हुन्छ। अहिलेलाई चाहिँ होइन यति हो। यो पछाडि ब्याक साइडमा देख्न सक्नुहुन्छ यहीँसम्म पानीको छिटामा आइरहेको एकदम जाने मन नै लाग्यो होइन। त्यही हो। अहिले चाहिँ दुईतिरवटा भ्लग बनाइराखौँ। अगाडि पछाडिबाट सागरले देख्यो भने चाहिँ अब मलाई गाली गर्ने होला होइन। उसले चाहिँ मलाई पछाडिबाट लिन सिकाएको थियो, तर मैले चाहिँ अहिले अगाडिबाट गइरहेको। जस्तै अब अनुभव हुन्छ नि त, जस्तै अहिले अगाडि मैले हेरिरहेको छु होइन। अहिले यता हेरिराखेको अनि त्यही अनुसारले म गर्न सक्छु नि त। अनि त्यही भएर चाहिँ सो मैले चाहिँ यतादेखि नै गरिरहेको होइन। यो चाहिँ फ्लावर सप भयो, पछाडिको साइड चाहिँ फ्लावर सप होइन। अनि अगाडि चाहिँ एयरटेल ब्रिज छ। एयरटेल ब्रिजको साइडबाट पनि अहिले नाइट सिन लिनुपर्ने हुन्छ होइन। अहिले चाहिँ यहाँ फ्लावर सपको लेक होइन साइडमा पानीहरू पनि छ होइन। त्यस्तो मलाई नि इङ्ग्लिस त आउँदैन तर पनि होइन। त्यही हो। सो फ्लावर सप चाहिँ यहीँनिर हो, जस्ट
अनि त्यो नाइट भ्यूको लागि चाहिँ होइन नाइट भ्यूको लागि चाहिँ थोडा प्रतीक्षा गर्नुपर्ने हुन्छ। नाइट सिन पनि म देखाउन गइरहेको छु र फोटोसुटहरू पनि लिएको थियौँ हामीले, फोटोसुटहरू पनि गऱ्यौँ आज होइन। त्यो फोटोसुटहरू पनि भयो, अझै 2-3वटा चाहिँ क्यामेराबाट खिच्ने कि भन्ने सोचिराखौँ जस्तै हुन्छ नि त अब यस्तो नाइट सिनको बारेमा। अनि त्यसपछि अरू सिन चाहिँ म यसको पनि अरू सिन चाहिँ म पछाडिबाट ब्याक साइडबाट दिन्छु होइन। अहिले त हामी यतानिर छौँ नि त, यतिनिर छ। मैले त्यो चाहिँ म छोटो अनि मिठो क्लिप होइन, फ्लावर सप पनि छोटो अनि मिठो क्लिप चाहिँ ल्याउँछु। पछाडि चाहिँ लाइटिङ छ, लाइटिङहरू पनि बवाल छ, तर पनि होइन अहिले एकैचोटि जानु मजा नै बेग्लै हुन्छ। अनि त्यही भएर एकैचोटि चाहिँ हामी जानेछौँ सागर र म। अहिले चाहिँ सागर उता अगाडि गइरह अनि म चाहिँ यता भ्लग बनाउन बसिरह होइन। मेरो पछाडि फ्लावर्सको वाटरफल पनि भइरहेको होइन, वाटरफल साथीहरू देख्न सक्नुहुन्छ। मेरो पछाडि चाहिँ लाइटिङ गइरहेको छ होइन। अब म चाहिँ यो तपाईँलाई लाइटिङ होइन सिनेमेटिक तरिकाले देखाउँछु, जस्तै तपाईँलाई म फ्लावर सपको देखाइरहेको थिएँ होइन, त्यस्तै चाहिँ अहिले म लाइटिङ सब कुछ लाइटिङ होइन। पछाडिको ब्याक साइड चाहिँ सिनेमेटिक तरिकाले म लाइटिङ तरिकाले म देखाइदिन्छु होइन। सब कुछ यो यतातिरको भाग भयो, यतातिरको भाग भयो होइन, सबै चाहिँ म हजुरहरूलाई एकदम सिनेमेटिक तरिकाले राम्रो अनि एकदम बेस्ट क्वालिटीका साथ म तपाईँहरूलाई लाइटिङहरू देखाउन गइरहेको छु। लेट्स सी है त गाइस। फाइनली साथीहरू गाइस हामी चाहिँ अब यो एयरटेल ब्रिजबाट फोटोहरू क्लिक गरेर सबै क्लिक गरेर चाहिँ निक्लिन लागिरहेका छौँ होइन। अब चाहिँ आजको ब्लग चाहिँ यति नै होइन। अर्को ब्लगमा चाहिँ फेरि मिल्नेछौँ हामी भन्दै अहिलेलाई चाहिँ हामी एयरटेल ब्रिजबाट नै निक्लिन लागिसक्यौँ होइन। यति नै आजको लागि लास्ट ब्लग चाहिँ आज नि मिठो आउनेवाला छ। यति त गाइस, बाई बाई।